उसले एउटा हवाई जहाजमै चोरी गर्ने प्लान बनाउँछ ताकि त्यो अमेरिका छोडेर क्यानाडा जान सकोस्। उसले साना साना एयरपोर्टमा घुम्न सुरु गरिदिन्छ। उसले कुन जहाज कुन टाइममा कहाँ हुन्छ हरेक जानकारी निकाल्छ। जब सबै अन्दाज भइसकेपछि एउटा राति सही टाइम हेरेर देवाल नागेर एयरपोर्ट भित्र घुस्छ र एउटा जहाजको ढोका खोलेर भित्र गएर बस्छ। ऊ जिन्दगीमा फर्स्ट टाइम कुनै जहाजमा गएर बसेको थियो। जहाजमा बस्न त छोड्दै ऊ अहिलेसम्म एयरपोर्टको भित्र नि गएको थिएन। अब उसलाई एउटा जहाज उडाउनु थियो। उसले जति पनि त्यो किताब र भिडियो गेमबाट सिकेको थियो त्यही गर्छ। 2-3 चोटि फेल भइसकेपछि फाइनली उसले जहाजलाई हावामा उडाउँछ। उसलाई विश्वास नै हुँदैन कि उसले एउटा जहाज उडाइरहेको छ। ऊ खुसी नै हुन्छ कि उसलाई अब पुलिसबाट डराएर जंगलमा लुक्नु पर्दैन। तर यो खुसी धेरै समयसम्म टिक्नेवाला थिएन। केही समय सफर गरिसकेपछि जहाजको फ्युल इन्डिकेटर ब्लिङ्क हुन सुरु हुन्छ। त्यसको मतलब जहाजमा फ्युल कम छ। अब जहाजलाई धेरै बेरसम्म उडाउन सकिँदैन। जब केल्टनले तल हेर्छ त्यहाँ टाढा टाढासम्म कुनै पनि एयरपोर्ट र बाटो नै थिएन जहाँ उसले जहाज ल्यान्ड गरोस्। तल चारैतिर ठूला ठूला सुक्खा पहाड थिए तर केही छिनपछि उसले एउटा पहाडको पछाडि सुक्खा जमिन देख्छ जहाँ जहाज ल्यान्ड हुन सक्थ्यो। उसले तुरन्त जहाजलाई त्यतातिर मोड्छ र आफूलाई तयार गर्छ एउटा क्र्याश ल्यान्डिङको लागि। र हेर्दा हेर्दै जहाज स्पिडमा गएर जमिनमा ठोकिन्छ र तहस नहस हुन्छ। तर पनि यति ठूलो एक्सिडेन्टमा केल्टन बच्छ। उसको खाली हात खुट्टा भाँचिन्छ र शरीरमा चोट लागेको हुन्छ। उसलाई खुसी नै हुन्छ उसको ज्यान बचेकोमा र ऊ दुखी नै हुन्छ ऊ अझै पनि अमेरिका भित्र नै थियो। यो घटनाको 6 महिनासम्म केल्टन गायब हुन्छ। यो बीचमा केल्टनको कुनै पनि चोरी रिपोर्ट नै हुँदैन। सबैलाई यही लाग्छ कि त्यो मरिसक्यो होला। तर